कस्तो लाग्यो एक्लै एक? मलाई समग्रमा यो फिल्म राम्रै लाग्यो। खास गरेर नेपाली परिवेशमा अलिक नयाँ जनरमा साइफाई जनरमा बनेको छ फिल्म। अब नेपालीहरूले यो जनर डाइजेस्ट गर्न चाहिँ अलिक गाह्रै हुन्छ होला। एक्टिङ राम्रो छ, प्रेजेन्टेसन राम्रो छ, स्टोरी टेलिङ चाहिँ अलिकति कमजोर लाग्यो मलाई, त्यति हो। जस्तो मेकिङ वाइज जुन यसको सिनेमाटोग्राफी भयो, एडिटिङका पक्षहरू भयो, त्यो बारेमा? सिनेमाटोग्राफी एडिटिङ एकदमै राम्रो छ, प्रेजेन्टेसन समग्रमा राम्रो छ, तर अलिकति स्टोरी टेलिङ विक हो कि जस्तो फिल चाहिँ मलाई भयो। अब धेरै दिग्गज कलाकारहरू पनि हुनुहुन्छ हजुर होइन। अब यसबाट कविता नेपालीले एउटा सानो एक्सन सिन डेब्यू गर्नुभएको छ। हजुर मेन रोल नै पाउनु भएको। हजुर होइन चाहिँ कस्तो लाग्यो उहाँको? होइन, प्रदीप खड्का हाम्रो स्टार नै हुनुहुन्छ। उहाँको एक्टिङमा उहाँको होइन कुनै शङ्का छैन। अब सुनिल थापा होइन जस्ता लिजेन्डरी कलाकारहरू हुनुहुन्छ, राम्रो छ एक्टिङको पक्ष। अलिकति त्यही हो, स्टोरी टेलिङ अलिक सशक्त भएको भए मुभी ओभरअल राम्रो बन्ने थियो। समग्रमा 10 मा कति दिन चाहनुहुन्छ? 10 मा मैले अब यो साइफाई जनरा सम्भवतः नेपालमा फर्स्ट प्रयास हो यो, त्यही भएर मैले यसलाई 8 चाहिँ दिएँ।